हेलो, अहिले म गोकर्ण जङ्गलमा रहेको एउटा साइड पार्कमा आइपुगेको छु र यो साइड पार्कबाट भित्र छिरेर जङ्गल बाटो तलतिर जाने विचार गर्दैछु र यहाँ एउटा गेट छ। गेटबाट माथितिर गयो भने साइड पार्क पुगिन्छ भने तलतिर चाहिँ जङ्गलको बाटो हो र ओह्रालो सिधै लाग्ने बाटो यहाँबाट सुरु हुन्छ र ओह्रालो लाग्दैछु। ओह्रालो यस्तो रहेको छ। अब यहाँनिर बालुवाहरू पनि राखेको छ। ओह्रालो बाटो यस्तो छ। यहाँ चाहिँ अलिकति भिरालो भएकोले अलिकति केयरफुली चलाउनु पर्ने हुन्छ। अलिकति मिस्टेक भयो भने फेरि तल घारीतिर पुग्ने चान्स पनि धेरै हुन्छ। त्यही भएर ब्रेकहरू एकदम कन्डिसनमा हुनुपर्ने छ। साइक्लिङ आउँदाखेरि यहाँबाट मान्छेहरू भेटिन्छ, अलिअलि भेट्न थाल्यो। अलि तलतिर गएपछि अलिकति भिडभाड पनि हुन्छ। यहाँ यो जङ्गल भएकोले मान्छेहरू चाहिँ मर्निङ वाक गर्ने, इभिनिङ वाक, पिकनिकको लागि धेरै नै आउने गर्दछ। यहाँबाट यसो टर्निङ गरेर अलि पर पुगेपछि एउटा क्याफे भेटिन्छ। क्याफे यसो चिया पसल जस्तो छ। यहाँ अगाडि चिया पसल रहेको छ। यो चिया पसलमा चाहिँ आएर यसो फ्रेस हुनको लागि आएर चिया खाएर गए पनि हुने ठाउँ छ। तपाईँलाई जानकारी छ कि छैन यो एरियामा यस्तो ठाउँ पनि छ भनेर, र यसो फुर्सदको बेलामा घुम्नु आयो भने फ्रेस रमाइलो जस्ट नेचुरली भ्यू देख्न सकिन्छ साथीहरू। र यो भित्र आउनलाई चाहिँ टिकट काट्नुपर्ने हुन्छ। टिकटको त्यही 20 रुपियाँ समथिङ लाग्ने गर्दछ। यस्तो रमाइलो हरियाली वातावरण रहेको छ। यहाँ चाहिँ ठुलो भेहिकलहरू चाहिँ आउन दिँदैन र साइकल, बाइकहरू र मान्छे मात्रै छिर्न दिन्छ। यो एरिया चाहिँ अब अलिक शान्त भएकोले मान्छेहरू धेरै नै आउने गरेको पाइन्छ। एउटा सरर ओह्रालो लाग्यो साथीहरू। ओह्रालो लाग्यो। ओह्रालो साइकल कुदाउनु चाहिँ धेरै मजा आउँछ ल। तर ब्रेकहरू चाहिँ एकदम ब्रेक टायर एकदम कन्डिसनमा हुनुपर्ने हुन्छ साइकलको चाहिँ। यो मुनि बाटो मुनि चाहिँ राईहरूको धौली उँभौली साकेला पर्व मनाउने एरिया हो। यहाँ यो घर वरिपरि चाहिँ एकदम उँभौली उँधौलीमा एकदम भिडभाड हुन्छ। अब 1-2 दिन अगाडि मात्रै यहाँ साकेला पर्व मनाइसकेको अवस्था छ। विशेष गरी यो एरियामा हो साकेला उँभौली उँधौली राईहरूको मनाउने एरिया यहाँ हो। यहाँबाट उकालो चढ्नुपर्छ, हल्का उकालो चढेपछि नजिकै ठुलो हाइवे भेटिन्छ। जङ्गलको भ्यू यस्तो छ भित्र ल। जङ्गलको बाटोमा यस्तो बाटो, राम्रो बाटो बनाएको छ। यहाँ अगाडि चाहिँ केही यसो नयाँ संरचनाहरू पनि बनाउन लागेको जस्तो देख्छु। यो सायद सानो कटेज जस्तो बनाउन लागेको हो कि जस्तो लाग्छ। यहाँ माथि एउटा बुद्धिस्टहरूको टेम्पल पनि छ। यहाँबाट गयो भने टेम्पल पुगिन्छ र यहाँ टिकट काउन्टर छ। यहाँ टिकट काट्ने हो खासमा। यहाँबाट अलिकति अगाडि गएपछि हाइवे भेटिन्छ। हाइवेबाट कता जाने आफूमा भर पर्ने हो। यहाँबाट तलतिर गयो भने गोकर्ण चोक पुगिन्छ। माथितिर आयो भने पैँटार एरिया आउन सकिन्छ ल। आजको लागि मेरो भिडियो यहाँसम्म नै हो ल त।